उकालोमा आयो दिदी। अब क्लच थिच्नु, ब्रेक थिच्नु, रोक्नु, अब ह्यान्ड ब्रेक तान्नु राम्रोसँग। अब ब्रेक छोड्नु, फुट ब्रेक खुट्टाको। अब के गर्नुपर्छ भनेपछि पहिला हजुरले एक्सिलेटर हुन्छ नि, ठिक्कको एक्सिलेटर थोरै थिचिराख्ने, एक्सिलेटरको साउन्ड आउँछ। त्यसपछि क्लच चाहिँ हाफ छोड्ने, ठ्याक्क बाइटिङ पोइन्ट के सुरुमा हामीले गाडी हिँडाउने बेला क्लच हाफमा छोड्छ नि, त्यतिकै हाफमा छोड्ने अनि क्लचलाई होल्ड गर्ने है। अनि एक्सिलेटर त हामीले पहिल्यै थिचिरहेको हुन्छ नि त अलरेडी, अनि त्यसलाई फेरि अझै अलिकति थिच्ने अनि फेरि थोरै क्लच छोड्ने। गाडीलाई चाहिँ दुईचोटि पुस गराउनु पर्छ कि हिँडाउनलाई, अनि त्यसपछि क्लचलाई होल्ड गरेर ह्यान्ड ब्रेक डाउन गरिदियो भने चाहिँ गाडी मजाले माथि जान्छ। ल पहिला एक्सिलेटर थिच्नु त, म भन्दै गर्छु, गर्दै गर्नु। पहिला एक्सिलेटर, अब क्लच छोड्दै आउनु, थोरै छोड्नु, थोरै गाडी हल्लिया है, थाहा पाउनुभयो, होल्ड गर्नु क्लच। अब फेरि एक्सिलेटर थिच्नु त, ल फेरि थोरै क्लच छोड्नु, फेरि हल्लियो होइन। अब ह्यान्ड ब्रेक बटन नथिचिकन डाउन गर्नु, माथि तानेर बटन थिच्नु, अब थोरै क्लच छोड्नु, यति मात्रै। ल नाइस, एकदम दामी, एक इन्च सरेन गाडी पछाडि। अब ब्रेक थिच्दै क्लच थिच्दै जानु।